अब बाउन्ड्री वाल यहाँबाट बल्ल सुरु हुन्छ। भरानको लागि यहाँबाट चाहिँ वाल फोडेर बाटो आइरहेछ। अब यो वाल चाहिँ फाइनल भयो यतातिर। अब प्लास्टर गर्ने तर यहाँ बिरुवा लगाउने मात्रै बाँकी। पुरा पर्खाल वरिपरि घुम्नलाई 1 घन्टा ट्याक्कै हामीलाई लाग्छ। अरूलाई कति लाग्छ है। यस्तो छ यहाँको बन्दै गरेको वालको संरचना। अरू त यहाँ पुरै खाली छ। अब पछि के बन्ने हो, बनेपछि हेरौँला। वालको माथि दाब्नलाई यो पोल ल्याएर राखिँदैछ। वालको माथि यहाँ पोल राखेर फिक्स गर्ने अन्तिम दिन भइरहेछ। यतातिर जगको काम हुँदैछ। अझै कति छ। हजुर, हामी आज यहाँ भैरवा सिमरवामा राधास्वामी सत्सङ्ग सेन्टरको यो नयाँ बनिरहेको विशाल क्षेत्रमा हामी यहाँ हेरिरहेका छौँ। कामको गति तीव्र रूपमा अगाडि बढेकै छ। खालको काम बाउन्डरीको काम अगाडि बढिरहेको छ। यो चाहिँ बाउन्डरी अब योभन्दा माथि लाग्छ। योभन्दा तल पुरिने भाग अन्डरग्राउन्ड। अब यहाँको सब खाल्डो पुरेर बल्ल योभन्दा माथि बाउन्ड्री वाल लाग्छ। राधास्वामी सत्सङ्ग ब्यास भैरवा सिमरवाको यो सत्सङ्ग सेन्टर नेपालकै प्रमुख केन्द्र निर्माणको चरणमा छ। ल हेर्नुहोस्, काम धमाधम फास्ट गतिमा अगाडि बढिरहेछ। अब पर्खालको काम सबभन्दा फर्स्टमा यो चाहिँ अन्डर पुरिने भाग। अब यहाँदेखि माथि बल्ल गएर वाल लाग्छ। यहाँ हाइवे रोड अगाडि त्यहाँनिर त्यो रामदेव बाबाको फ्याक्ट्री। यहाँनिर चाहिँ हाम्रो बाबाजीको जग्गा। यो एउटा फ्याक्ट्री। यहाँ चाहिँ इन्डियाका सङ्गतहरू आएर वालको काम गरिरहनु भएको छ। उताको वाल माथि लागिसकेको छ। यताको वाल चाहिँ अब यो तलको काम भरानको काम सकिएपछि अब यसमा वाल लाग्छ। फेरि अगाडि भरान भइरहेको छ। अझै भरान गर्नको लागि यत्रो बाँकी छ। अझै यति बाँकी छ भरान गर्न। यति भरिसकेपछि बल्ल पर्खालको काम सुरु हुन्छ।